मोरङको उलाबारी नगरपालिका वडा नम्बर 1 लक्ष्मी झार चिसापानीकामा यति बेला धान रोपाई सुरु भइरहेको छ। असारै महिना रोपेको धान कुन महिना पसाउँछ, एकपल्ट आउँछौ अल्ल रे जबान दुनियाँ हँसाउँछ। बिहानको झिसमिसे उज्यालोदेखि साँझको गोधुली लागेसम्म चिसापानीका किसानहरू आफ्ना बारीमा नै व्यस्त रहन्छन्। बिहानको शीतलता छाड्दै ती किसानहरू दिनभरि माटोमा घसिटेर रोपाइमा तल्लीन भएर आफ्नो भविष्यको सफलतामा जुटिरहेका छन्। दिन ढल्दै जाँदा गोधुलीको सुनौलो प्रकाशमा उनीहरूको कसरत कसैले नदेखे पनि त्यो मेहनतकै पछाडि एक अनेकौं कथा लुकेको छ, जसको पुरस्कार भनेको उनीहरूको कडा मेहनतको राम्रो फल अर्थात् धेरै उत्पादन हो। बालबच्चाहरू खेतको डिलमा स्कुल जाने बसको पर्खाइमा बसिरहेका छन्। उनीहरूको आँखामा आशा र चासो छ, ढिलो नगरी बस आउनलाई उत्साहित भएर उनीहरू कुरिरहेका छन्। कसैले जोतिरहेको छ, कसैले माटोसँग खेलिरहेका छन्, अनि कोही चाहिँ रोपाइको लागि मस्त भएर बिउ उखालिरहेका छन्, अनि कैयौँले भने रोपी पनि रहेका छन्। कुनै एक समयमा केही किसानहरू हरियो बारीमा आफ्नो जोत्ने जोसमा रमाइरहेका छन्। दिनभरि खेतमा धेरै मेहनत गरेर किसानहरू गलेका र थाकेका शरीर लिएर साँझको झिलमिली उज्यालोमा घर फर्किन्छन्। हर्ष र दुःख मिश्रित भावनासँग उनीहरूको चेहरा सन्तुष्टि र सङ्घर्ष चिन्ह स्पष्ट हामी देख्न सक्छौँ। पसिना र माटोले सिङ्गै ढाकिएका ती किसानहरूको शरीरले नै उनीहरूको कठोर परिश्रम र असल भविष्यमा आशा देखाउँछ। यति बेला भने हाम्रोतिर यसरी धान रोपिरहेका छन्। अनि तपाईँहरू यो भिडियो कहाँबाट हेर्दै हुनुहुन्छ, जहाँबाट हेरे पनि कमेन्ट गरिदिनु होला र धेरैभन्दा धेरै सेयर गर्न नभुल्नुहोला। असारै महिना रोपेको धान कुन महिना पसाउँछ, एकपल्ट आउँछौ अल्ल रे जबान दुनियाँ हँसाउँछ। ढकमक्क फुलेका रङ्गीन फुलहरूको सुगन्धले र झलङलङ बग्ने पानीका झोकाले मनलाई पुरै लोभ्याउने गर्छ। यहाँको वातावरण प्राकृतिक र सौन्दर्य यति शान्त छ कि जो कोहीलाई पनि मनमोहित पार्ने गर्दछ। अनि तपाईँहरू सोच्दै हुनुहुन्छ होला, अरे यो फागुन र चैतमा पनि कस्तो धान रोपेको, अनि यो कुन ठाउँ होला भनेर सोच्दै हुनुहुन्छ भने यो चाहिँ मोरङको उलाबारी 1 लक्ष्मी झार चिसोपानी हो। किन राखियो भन्दा यो नामको पनि छुट्टै विशेषता छ। पानीको मिठास र स्वच्छतामा आधारित छ। यहाँको जमिनमुनि रहेका कुवाहरूबाट आउने पानीले यो पानी आफैलाई वर्षभरि चिसो राख्ने क्षमता राख्दछ। यो पानी चाहिँ सधैँभरि उम्रिरहन्छ।